हेलो साथीहरू, के तपाईँले यसरी करेला साँधेर खानुभएको छ? छैन भने मेरो भिडियो हेर्नुहोस् ल। हेर्नु न, हाम्रो बारीमा कति सानो सानो पुन्टे करेला फलेको के। यो सानो भए पनि पुरै छिप्पिसकेको छ क्या साथीहरू। अनि यसलाई मजाले काटकुट पारेँ। अनि यसको तितोपन भगाउनलाई चाहिँ एकछिन बोइल गरेँ कि मैले है। अनि बोइल गरेर हेर्दाखेरि ठिक्क भएको थियो। ग्यास बन्द गरेँ होला भनेर बाहिर अर्कै काम गर्न गएको त डुङडुङतिक गनायो। के गनायो भनेको त करेला डढेर भस्मै भइसकेको रहेछ। धन्न हाम्रो नाक छ र गन्ध थाहा पाइन्छ है, नत्र भए त के हुन्थ्यो होला के। अनि तै पनि अब डढेको भए पनि काम त चलाउनु पर्यो भनेर त्यसलाई मजाले पखाल पुखुल पारेँ है साथीहरू। अनि यतातिर कराई बसाएर थोरै तोरीको तेल लाएँ। अनि मैले जिरा पर्काएँ है। अनि मजाले त्यो करेलालाई राखेर पटाक पुटुक भुटेँ। अनि एकछिन भुटिसकेपछि नुन बेसार हालेँ। अनि झिकेँ। अनि त्यसलाई झिकिसकेपछि प्याज, तोरी, खुर्सानी, जिराको छोप हालेँ। अनि माथिबाट भेनिगर हालेर मजाले मुसमास पारेँ। अनि कस्तो मिठो भएको थियो। भात त कति रुचेको क्या मलाई। धन्यवाद।